ओ सानी वेयर We're going mama का घर भन्नु मामा को घर कसले टोकेर तपाईँलाई ओ सानी के बोले भाइ अब के बोले मच्छरले टोक्दो रहेछ हो गालै रातो भनेर टोकेछ होला हो भने किन होइन अनि गालै रातो हुन्छ टोकिदिएर त नि के पूजा गर्नु थाल्यो किन्नु ला त अनि मच्छरले टोक्यो भने रुनु पर्छ र भिडियो भने ए भनेपछि मच्छरले टोक्दो रहेछ है कसलाई सानबाले फोन गर्यो Hello everyone, this is Srishtan यहाँ ब्लग्स हामी चाहिँ अब मामा घर जाँदैछौँ मामा घर स्टोर जाँदैछौँ स्टोर टक्क लाएर ब्यागहरू यहाँ रेडी छ ब्यागहरू यहाँ रेडी छ गियर यता छ म यता छु टक्क लाएर अब चाहिँ we are moving बाई बाई छोरी बाई गर न फाइनली हामी चाहिँ घरबाट हिँड्दैछौँ हामी मेरो त लाग्यो त पुरा बाइक we are moving हो त्यहाँ त केही नदेखिँदैछ एकदम गएको ठाउँमा बाई बाई अब चल्दिए म बाई छोरी बाई भाउजू ओ सानी वेयर We're going मामा का घर भन्नु मामा को घर जाने भर्खर उठेर छामा जुठा म जाने मुख मात्र म भर्खरै हामी चाहिँ घरबाट निस्केर होइन त्यो यता फर्फिङको बाटो हुँदै गएको थियो अनि ठुल्ड्याडीहरू आउनु भएको थिएन अनि ठुल्ड्याडीहरू कुरेर बसिरहेको कि अनि म र सानी चाहिँ अगाडि पुगेको थिएँ कुरेर बस्यो अनि सट्ट एकछिन कुरुम भनेर ठुल्ड्याडीलाई कुरेको आउनु नै भएन अनि यसो एकछिन सर यताउता भिडियो देखाउँदा अनि यसो हेर्छु त्यहाँनिर अझै आउनु भएको छैन 5 मिनट गइसक्यो आउनु भएन अनि सानी अल्छी लाएर हेर्न थालेपछि कति ढिलो आउनु भयो भनेर फाइनली ठुल्ड्याडी र सानबा चाहिँ आउनुभयो उताबाट सर त्यहाँ मैले जुम गरेर देखाउँछु त्यता अनि यता साइडबाट हेर्दाखेरि बाई गरेर जानुभयो कि सानबाले चाहिँ अनि ठुल्बाउले देखाएको छैन पछिमा हामी चाहिँ जहाँ जाँदा नि कुरा मात्र के हामी चाहिँ अलिकति अगाडि कुदिहाल्छौँ अनि हामी हुमानी बजारमा गएर फेरि कुर्नु पर्यो अनि यता चाहिँ पुलिसहरू नि हुनुहुँदो रहेछ हामी चाहिँ जतिखेर नि कुर्नु मात्र पर्ने कि त्यहाँदेखि त्यत्रो बाइकहरू गइसक्यो है कुरे जहाँ गए नि कुद्ने कि ठुल्ड्याडीले कस्तो स्लोली चलाउनु थियो अनि ठुल्ड्याडी ठ्याक्क देखेँ मैले जुम गरेको थिएँ अनि आउनुभयो अनि एकछिनमा पास लाइट पिलिक बालेर आउनुहुन्छ ऊ पास लाइट बाल्नुभयो ठुल्ड्याडीले अनि अब चाहिँ हामी देउराली गएर फाइनली हामी चाहिँ देउराली नि पुगिसक्यो अब फेरि देउरालीमा गएर नि कुर्नु पर्ने हुन्छ ठुल्ड्याडी र सानबालाई
अनि यहाँ देउरालीमा चाहिँ खतरा हावा चलिरहेको थियो सानी उता त्यहीँ बसिरहनु भएको थियो अनि म चाहिँ सर यता हेर्नु नि त्यहाँ सानीको कस्तरी हावाले उडाएको त्यो पछ्यौरा हामी चाहिँ जतिखेर पनि कुरै गर्नुपर्ने हुन्छ सानबाट ठुल्डेरीलाई अनि मैले चाहिँ मेरो स्कुटर आई लभ देउराली भन्ने ठाउँको अगाडि लिएर गएर पार्किङ गरेँ होइन अनि त्यसपछि सट्ट भिडियो बनाइरहेको थिएँ अलि बिस्तारै भिडियो बनाइरहेको थिएँ अनि ठुल्डेरीलाई चाहिँ भित्र जम एक्सट्रिम खानालाई भन्नुभयो अनि हामी चाहिँ म एकछिन भिडियो बनाएर आउँछु भनेर सर भिडियो लिए होइन त्यसपछि ठुल्डेरीले आइज छिटो आइज भन्नुभएको थियो अनि म भित्र जान्छु अनि सानीहरूले चाहिँ सबले लिएर गएर खोल्न सुरु गरिसकेको छ एक्सट्रिम अनि म अनि भित्र सर गएर एकछिन भ्यू हेरेँ यताउता भ्यू चाहिँ खतरा दामी देखिन्थ्यो देउरालीबाट यस्तै हावा सर चलिरहेको थियो अनि मैले ठ्याक्क लाली गुराँस देखेँ अनि गुराँस एकछिन गुराँसलाई खिचेँ गुराँसको भिडियो सट्ट लिएँ अब चाहिँ हामी यहाँबाट एक्सट्रिम इनर्जी ड्रिङ्क खाएर हिँड्न लगाएको हामी यहाँबाट अब फेरि यता हेटौडातर्फ यता हेटौडा जाने हेटौडा यहाँ ठुलेहरूलाई कुरिरहनु के तालो यो के त छैन रहेछ कहाँ ए ऊ त्यहाँनिर रहेछ तिमी नि आउँछ अहिले न युट्युबमा देखाइसक्यो यो के ताल भन्ने चाहिँ थाहा छैन है हामीलाई नि के तालले सिमरानी हो कहाँ ए ऊ त्यो कहिले देखाएको थिएन सुगा असँग देखेन ठक्क असँग सुगै नदेख्ने त यही एउटा रहेछ यहाँ हेर त सुगा उडे नदेख्ने चाहिँ एउटा रहेछ आउँछ कसले टोकेर तपाईँलाई ओ सानी मच्छरले टोक्दो रहेछ हो गालै रातो टोकेछ होला हो भने किन होइन अनि गालै रातो हुँदा टोकिदिएर त नि के पूजा गर्नु थाल्यो किन ला त अनि मच्छरले टोक्यो भने रुनु पर्छ र भिडियो भनेर ए भनेपछि मच्छरले टोक्दो रहेछ है कसलाई सानबालाई फोन गरे आजको भिडियो चाहिँ यहीँ समय त सबले हेरेर लाइक कमेन्ट सब्सक्राइब गरिदिनु है त बाई बाई गाइज